नमस्ते सम्पूर्णमा म युवराज गणन तामाङ यहाँहरूलाई मेरो नयाँ भिडियोमा हार्दिक स्वागत गर्न चाहन्छु। म आज एउटा कुरा भन्न चाहन्छु सम्पूर्ण अभिभावकहरूलाई। के कुरा गर्न चाहन्छु भने आफ्नो बालबालिकाहरूलाई कसरी सफल बनाउनु। ती हरेक बालबालिकाहरू हरेक मानव एक से एक क्षमतावान भएर जन्मेको हुन्छ, एक से एक प्रतिभा लिएर जन्मेको हुन्छ। ती क्षमतावान बालबालिकाहरू अरू किन सफल हुँदैन? संसारमा हामीले औँलामा गन्न सक्ने मात्र व्यक्तिहरू सफल भएको देखा छौँ नि। किन त्यस्तो भएको थाहा छ? किनकि तिनीहरूले जुन क्षमता लिएर आए यो धरतीमा, यो संसारमा, यो जगतमा त्यही अनुसारको कर्म गर्न पाए। त्यही आफ्नो क्षमता अनुसार आफूले जुन क्षमता लिएर आए, आफूले जुन कर्म गर्नुपर्छ भनेर त्यो धरतीमा आए, त्यही कर्म गर्न पाए त उसले यो संसारलाई हाँकिरहेको छ। किन सबै एक से एक प्रतिभावान क्षमतावान मान्छे भनेर जन्मेर पनि त किन हाम्रो सन्तानहरू हामी आफै स्वयं पनि किन हुँदैन? किन संसारका सफल व्यक्तिहरूको दर्जामा गनिँदैन? किनकि हामीले जुन स्वरूप, जुन स्वभाव, जुन आफ्नो क्षमता लिएर आयौँ नि, त्यही स्वभाव अनुसार, त्यही क्षमता अनुसार कर्म गर्न पाएनौँ, क्रिया त्यस क्षेत्रमै काम गर्न पाएनौँ। त्यसै कारणले गर्दा नै हाम्रो क्षमता विकास हुन सकेन, हामी सफल हुन सकेनौँ। त्यही अनुसारले हामी अगाडि बढ्न पनि सकेनौँ। त्यसैले म सम्पूर्ण अभिभावकलाई के भन्न चाहन्छु भने सर्वप्रथम त आफ्नो बालबालिकाको क्षमता के छ, आफ्नो बालबालिकाको रुचि केमा छ, त्यो रुचि हेर्नुहोस् पहिला। यदि त्यो बालबालिका मानौ कि त्यो आफ्नो बालबालिका एकदमै रुचि छ फुटबल खेल्नमा, एकदमै रुचि छ क्रिकेट खेल्नमा, एकदमै रुचि छ गीत गाउनमा, मानव उसलाई चित्र बनाउनुमा एकदमै रुचि छ, धेरै नै रुचि छ। यदि त्यस्तो हो भने उसलाई त्यही क्षेत्रमै पठाउनुहोस्। किनकि त्यही ऊ जन्मदै त्यही स्वरूप, त्यही स्वभाव लिएर जन्मेको र न त उसले त्यही स्वभाव देखाइरहेछ। त्यसैले यदि त्यही क्षेत्रमा त्यही बालबालिकाले लगाउन सकेको खण्डमा त्यो बालबालिका भोलिका दिनमा अवश्य पनि सफल हुनेछ र यो संसारमा उसले पनि ठुलो कर्म गर्न सक्छ, यो संसारलाई ठुलो योगदान दिन सक्छ।